हेलो गाइस नमस्ते म रोशन छेत्री हजुरहरूलाई सबैजनालाई मेरो च्यानल आर प्लस एस लभली ब्लगमा हजुरहरूलाई सबैलाई स्वागत छ। आज हामीहरू तीनजना मेरो वाइफ अनि मेरो हजुरआमा हामीहरू बिहे खानुलाई जाँदैछौँ। आज बिहान बेहुली लिएर आइसक्नु भयो बेहुला अनि बेहुलीको घर बोगिन नदी। आज रिसेप्सन छ गाइस, बेहुला घरमा आज रिसेप्सन छ अनि आज बेहुली हेर्न जाने बेहुली हेर्न जाने दुईजना। यहाँ पछाडि हुनुहुन्छ मेरो वाइफ अनि मेरो हजुरआमा हुनुहुन्छ। हामी तीनजना जानेछौँ यहाँ बिहे खानलाई। गाइस भिडियो लास्टसम्म बनिन गर्नु होला। लु हेर्नुहोस् गाइस, कपिला दिदी र हाम्रो मनिषा दिदी बिहे खाएर निक्लिनु भएछ घर जानको लागि। लु मनिषा दिदीहरू तिम्रो राम्रो जानु है, टाटा बाई बाई। गाइस हामीहरू पेन्डेलको गेटको छेउमा आइपुगिसक्यौँ अनि हाम्रो खत्री बा पनि घरतिर जाँदै हुनुहुन्छ। गाइस सबै मान्छेहरू घरतिर जाँदै हुनुहुन्छ चाहिँ हामीहरू पो एक्लै हुने पर्यौँ कि क्या हो गाइस। पेन्डेल चाहिँ एकदमै दामी लाग्यो गाइस। यहाँ कालो कोट लगाउँदै हुनुहुन्छ नि बेहुलाको दाजु हुनुहुन्छ गाइस। दाजुलाई मेरो तर्फबाट नमस्ते छ है दाजु। अब बिहे घरमा त आउन त आइयो, अब सिट खाली छ कि छैन, किनकि हर मान्छेलाई यही टेन्सन हुन्छ कि बिहे घरमा गएपछि सिट छ कि छैन। बस्न पाइएन भने अप्ठ्यारो लाग्छ गाइस। तर यहाँ चाहिँ सिट पुरा खाली छ, बहुत राम्रो तरिकाले सजाउनु भएको रहेछ सिटहरू। पेन्डेलको डेकोरेसन एकदमै दामी लाग्यो। यस्तो दामी पेन्डेल त हाम्रो गाउँमा ईश्वर दाईले गर्न सक्नुहुन्छ। ईश्वर दाई बाहेक अरू कसैले पनि यस्तो राम्रो डेकोरेसन गर्न सक्नुहुन्न। अब एकछिन गएर आरामले बसेर बेहुला बेहुलीलाई हेर्ने हो। लु गाइस हामीहरू अब एकछिन बस्छौँ है। लु गाइस यहाँ हेर्नुहोस् त, यति सानो बहिनीहरू पुरा डान्स गरिराखेका छन्। यहाँ चाहिँ काका चाहिँ अघिबाट कल्ला खन्दै हुनुहुन्छ, कहिले एकदम आँखा गाडेर खन्दै हुनुहुन्छ। गाइस तपाईहरू हेर्दै हुनुहुन्छ मेरो हजुरआमा र मेरो वाइफ जाँदैछन्। बेहुला बेहुलीलाई यसो टिकोटालो गरिदिएर आशीर्वाद दिनको लागि। आज बेहुला बेहुली भगवानको रूप, राजा रानीको रूप हुन्छन्। अब गाइस हेर्दै गर्नुहोस् लास्टसम्म भिडियो। गाइस टिकोटालो गरेको प्रक्रिया लास्टसम्म हेर्दै गर्नु होला।
बेहुला बेहुलीलाई टिको टालो भइसक्यो गाइस। अब हामीहरू लाग्ने पर्यौँ खाना खानुलाई। हजुरहरूलाई पनि खाना खानु मन लाग्यो भने आउन सक्नुहुन्छ। लु है गाइस बस्यो है खाना खानुलाई। अब चाहिँ ड्याममै खाइन्छ खाना, किनकि अघि दिउँसैबाट मलाई यहाँ भुँडीमा मुसा कुदेको कुदै थियो भोकले। अब ड्याममै खाने हो। यहाँ मेरी वाइफ हिरा देवी यिनी खाँदै हुनुहुन्छ खाना। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरू, यहाँ खानामा सब्जी छ, खसीको मासु। खसीको मासु मेरो एकदमै फेभरेट हो अनि मेरो बुढीको लागि पनि फेभरेट। मासु चाहिँ यस्तो टेस्टी बढिया भएको रहेछ। खाना चाहिँ मैले 2 थाल खाइदिएँ। माछा मासु नखानेहरूलाई चिउरा दहीहरू छ, कसारको लड्डुहरू। यहाँ हेर्नुहोस् न हाम्रो घरको छेउको खोरीहरू पनि आउनुभएको रहेछ, फ्यामिली खानाहरू खाइराख्नु भएको छ। गाइस बोलेर मात्रै हुँदैन, किनकि बाहिर मान्छेहरू अरू पनि वेट गरिरहेको छन् खाना खानुको लागि। त्यसले म अनि मेरो वाइफ छिटो छिटो खानेछौँ। गाइस माछा मासु नखाने टिमहरू वा हेर्नुहोस्, मेरो हजुरआमा पनि खाँदै हुनुहुन्छ कसारको लड्डु दही चिउरा। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो गाउँको बराल बरौ। उहाँको चाहिँ जन्मथला बोकाखान आफला हो। पुरा लागिराख्नु भयो काममा। लु गाइस मान्छेलाई मात्रै खारा हुँदैन, यो गाई गोरुलाई पनि हेर्नु पर्यो। यहाँ चाहिँ मेरो पापा हुनुहुन्छ, यहाँ काममा लागिराख्नु भएको छ। ई रिक्सा पम्चर भएछ, अर्को चक्का लगाउनुहुन्छ। गाइस म चाहिँ ठकुरीको दोकान गइरहेको थिएँ, किनकि हाम्रो फुपूको दोकानमा म्यागी रहेनछ। त्यस कारणले धोका पाइयो, अर्को दोकानबाट लिएर आउनु पर्यो म्यागी। अब गएर पकाएर खाने गाइस।